यदि आज तपाईँले गरेको मेहनतको कसैले कदर गरेको छैन भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। हरेक दिन म बिहान सबैभन्दा पहिले उठ्छु। घरका सबै काम सुरु हुन्छन्। कसैका लागि चिया, कसैका लागि खाना र कसैका लागि मुस्कान। सायद यो धेरैलाई सामान्य लाग्छ, तर त्यो सामान्य देखिने कामभित्र कति त्याग, कति थकान र कति सपना लुकेका छन् त्यो कसैले देख्दैनन्। कहिलेकाहीँ मनमा प्रश्न उठ्छ कि मेरो मेहनतको कुनै मूल्य छैन, तर त्यही बेला आफूलाई सम्झाउँछु रुखले फल दिनु अघि वर्षौसम्म जरा फैलाउँछ। नदी समुद्रमा पुग्नु अघि हजारौं ढुङ्गासँग ठोकिन्छ। त्यसैले जीवनमा सङ्घर्ष हुनु असफलता होइन, सफलताको तयारी हो। आज तपाईँ रोइरहनु भएको हुन सक्छ, आज तपाईलाई कसैले बुझिरहेको नहुन सक्छ, तर समय सधैँ एउटै हुँदैन। एक दिन तपाईको यही सङ्घर्ष तपाईको सबैभन्दा ठूलो परिचय बन्नेछ। त्यसैले जीवनमा कहिले पनि हिम्मत नहार्नुहोस् र आफूले गर्न लागेको बाटो र आफूले गर्न लागेको कामको बाटो कहिले नछाड्नुहोस्, किनभने समय बदलिन्छ र जब समय बदलिन्छ तब जीवन पनि बदलिन्छ। आजको धैर्य नै भोलिको गर्व बन्नेछ। हजुरहरूले यो भिडियो अन्तिमसम्म हेर्नु भएको छ भने कमेन्टमा प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।